हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। फेरि पनि आइसकेँ म मिनी ब्लग लिएर। आज चाहिँ तोरी छिन्ने कार्यक्रम भइरहेको छ हाम्रो मामा घरतिर। के भन्छ अनि फर्स्टमा चाहिँ हाम्रो ब्रदर एकदम एउटै हातले काम गर्दै हुनुहुन्छ अनि रातिर सबैले हुनुहुन्छ एकदम एकदम हजुरलाई पनि अब हजुरलाई खै तोरी छिन्ने केही पऱ्यो केही काम छ भने हजुरले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। एकदम फास्टवाला मान्छे। नम्बर पनि दे आफ्नो कन्ट्याक्ट नम्बर कन्ट्याक्ट नम्बर ऊ 2 मिनट भइसक्यो यहाँतिर आएको। सट्टै एकछिन यता गइसक्यो अब जुन हुनुहुन्छ एकदम झपाझप। आज चाहिँ स्वाटै पर घर देख्नुवाला त्यो घरदेखि अलि तलसम्म छ बारी त्यहाँसम्म। अनि तल पनि छ दा तल। यो चाहिँ यसको ठाउँ चाहिँ कप्टेरा। हजुरलाई मैले पहिला एकचोटि नाम सुनाइसकेको छु यो कप्टेरा भन्ने। अनि ठ्याक्कै कप्टेरादेखि कमसेकम कति आधा किलोमिटर छ क्या जति चाहिँ तल मामा घर छ। यो पनि यो हुन्छ पहिलाको चाहिँ यतातिरको यही हो। अनि हाम्रो कान्छा बाजे घर चाहिँ यतातिर हो। फेरि अनि के कस्तो हुन्छ हजुरलाई म टाइममा अपडेट दिँदै अनि आज चटपटे पार्टी पनि हुनसक्छ हजुरलाई देखाउँदै। अहिले हस् त धन्यवाद। यो अहिले चाहिँ यता यो साइडको चाहिँ मेलो सकिसकेको छ। अब एउटा मेलो छ। एउटा मेलो भएपछि हाम्रो पुरै काम कम्प्लिट हुन्छ। अनि हामी तल घरतिर छ हाम्रो अनि डिभिजन हुन्छ एकदम पाराले। हाम्रो दिजु त्यो साइडबाट लाग्नु भएको छ यतातिर उडै लाग्नु भएको छ। देखाइरहेको छु मैले टाइममा अपडेट दिँदै। अनि हाम्रो मुला चाहिँ बसमै छ देख्नु सक्नुहुन्छ एकदम यो सबै मुला हो यहाँ। अनि के कस्तो माहौल छ यतातिर 12:55 भइसक्यो। हामी काम गर्ला चाहिँ 1 घन्टा भयो त्यही हो। अनि अब यो हाम्रो सकेर अब हामी जाँदैछौँ अर्को बारीमा तल घर हानेर त्यही हो। अनि अब हामी जान्छौँ यहाँबाट। ल हस् त है त अहिले चाहिँ हामी जाँदैछौँ घरतिर। हाम्रो टोली चाहिँ यही हो एकदम मुला लगेर जाँदैछौँ हामी। अब हाम्रो टोली चाहिँ तल गएर फेरि अर्को बारीमा राख्नुपर्ने हुन्छ त्यही हो गाइस। अनि लाग्यौँ है त लाइनसँग है त लाइन बाई लाइन हिँड्दा नै तपाईँ लाइन छुटाउनु भएन है। त्यस्तै अनि घर आएर पनि अनि यतातिर सिल्ला पाएको छ हाम्रो नास्तामा। अनि सिल्ला हाम्रो ब्रदरले हान्दै हुनुहुन्छ अनि हाम्रो चाहिँ आउँदैछ। यता हाम्रो ममा चाहिँ बस्नु भएको छ।